हेलो गाइस, नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ यहाँ 8:30 भइसकेको छ। हामी चाहिँ दिदीको घर बसेको थियौँ। मान्छे चाहिँ यता सुतेको छ अनि अब चाहिँ हाम्रो दिदीहरूको चाहिँ फोटोसुट गर्नको लागि चाहिँ बिच जाने भन्ने प्लान छ। हेरौँ बिचमै बस्यो के छ म हजुरहरूलाई देखाउनु छु। आमा चाहिँ भर्खरै यहाँ पूजा गरेर सक्नुभयो। मान्छेले चाहिँ कफी बनाउँदैछिन्। हेलो हेलो ओके दिदी आमा बुवा हाइवेको बाटो दौडिरहेको कि भित्री बाटो हाइवेको बाटो हो हाइवेको बाटो हामी चाहिँ एकछिन वेडिङमा पानी हालेर मसी गरेर ओके हामी चाहिँ बिचमा चाहिँ भर्खर गाडीबाट चाहिँ झऱ्यौँ है फोटो ए हामी चाहिँ फोटो चाहिँ यस्तो छौँ अनि हाम्रो दुईवटा मोडलहरू चाहिँ यस्तो हुनुहुन्छ अनि हामी चाहिँ त्यहाँ ओके हामी चाहिँ फाइनल बिचमा आइसक्यौँ। पानी पनि परेको होइन तर चिसो चाहिँ चिसो छ एकदमै चिसो छ है एकदमै चिसो छ। हावा चलिरहेको 2 बजेपछि खतरा हावा चल्ने भनिरहेको के घाम लाग्ने घाम त लागेको छैन। त्यो चाहिँ झन् मौसममा च्यालेन्ज हानेको छ। ए सायद हाम्रो चाहिँ यही हुन्छ होला फोटोसुट चाहिँ। हामी चाहिँ अलिअलि फोटो भिडियो सुट गरेर यस्तो जाडो है बिनाजु लास्टै जाडो कि है। घरि पानी आउने घरि पानी बन्द हुने हावा चलेको लास्टै यस्तो मौसममा हामीले अब के राम्रो फोटो खिच्छौँ है। खासै मजा चाहिँ आयो भने जस्तो चाहिँ भएन है। फोटोसुट भयो फोटोसुट चाहिँ भएन मौसम एकदमै नराम्रो गाडी पायो धेरै भिडियो चाहिँ खिच्नु भएन टाइम लगेको गरेर सबैजना अगाडि बस्नु हामी चाहिँ अहिले घर आइसक्यौँ। घर आएर हामीले चाहिँ यहाँ हामीले के बनाउनु लाग्यो अरे लट्टे। यहाँ चाहिँ हामीले लट्टे अनि यो चाहिँ के अरे करेला आलु अनि यो बन्दाको चाहिँ अचार बनाउँदैछौँ। मान्छेहरू चाहिँ यहाँ हिजो हाम्रो सुप तताइरहेको बुवाले चाहिँ त खाइसक्नुभयो। स्क्याम हामीले वेदरले हाम्रो वेदर चाहिँ हामीले हेरेरै गऱ्यौँ तर एकदम ठिकै थियो त्यस्तो ब्याड। ओके हाम्रो लट्टे चाहिँ रेडी भइसक्यो। लट्टे अनि काउलीको बन्दाको अचार
ओके फाइनली घर चाहिँ भर्खरै आयो अहिले चाहिँ 6:30 भयो आज खासै राम्रो त केही बनाउनै पाएन भिडियो फोटो खिच्न गएँ दिदी भिनाजुको लागि वेदर चाहिँ साथ नै दिएन धेरै केही नयाँ त केही भएन त्यस्तै हो ओके भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला अनि अरू त के भनौँ न थ्याङ्क सो मच फर वाचिङ माई भिडियो थ्याङ्क यू गाइस बाई बाई सी यू नेक्स्ट भिडियो